नमस्ते। आज हामी कवि शिरोमणि लेखनाथ पौड्यालको एकदमै सुन्दर कविता वसन्तको बारेमा कुरा गर्नेछौँ। यो कविताले प्रकृति र त्यसको सुन्दरतालाई कसरी एउटै धागोमा उनेको छ, आउनुहोस् सँगै मिलेर यसको गहिराईमा डुबुल्की मारौँ। हो, हाम्रो यो यात्रा यही कविताबाट सुरु हुन्छ। यी शब्दहरूले कसरी वसन्त ऋतुको सुन्दरतालाई हाम्रो आँखा अगाडि नै जीवन्त बनाउँछन्। यो केवल शब्दहरूको थुप्रो मात्रै होइन, यो त प्रकृतिको एउटा जीवन्त चित्र नै हो। कवितामा प्रवेश गर्नुभन्दा पहिले एउटा आधारभूत कुरा बुझिराखौँ है। प्रकृति नै यो सृष्टिको मूल जग हो। पृथ्वी, जल, तेज, वायु र आकाश यिनै मिलेर प्रकृति बन्छ। अनि यही प्रकृतिमा ऋतुहरूले जीवनमा एउटा अद्भुत सन्तुलन ल्याइदिन्छन्। प्रकृति भनेको एउटा सन्तुलित चक्रमा चल्ने कुरा हो, र त्यो चक्र हामी कहाँ देख्न सक्छौँ? हो, बदलिन्दो ऋतुहरूमा। यिनै ऋतुहरूले प्रकृतिको रूप फेरिदिन्छन् र जीवनमा सधैँ नयाँपन ल्याइरहन्छन्। हाम्रो देशमा यी 6वटा ऋतुहरू छन् नि, होइन? वसन्त, ग्रीष्म, वर्षा, शरद, हेमन्त र शिशिर। हरेकको आफ्नै विशेषता छ। तर आज हाम्रो सारा ध्यान ऋतुहरूका राजा अर्थात् वसन्तमा मात्रै हुनेछ। ल, अब हेरौँ ऋतुराज वसन्तको आगमन कसरी हुन्छ। कविले वसन्तलाई केवल मौसम परिवर्तनको रूपमा मात्रै हेर्नुभएको छैन, बरु उहाँले त एक नयाँ राजाको राज्यारोहणको रूपमा यसलाई प्रस्तुत गर्नुभएको छ। कविताको यो पंक्ति कति शक्तिशाली छ। यसले भन्छ कि शिशिर मतलब त्यो जाडोको पुरानो अवस्था अब सकियो, त्यसको नाम मात्रै बाँकी रह्यो, अनि त्यसको ठाउँमा वसन्तले एउटा बिल्कुलै नयाँ गौरवपूर्ण शासन प्रणाली सुरु गर्यो। यहाँ जुन गौरव भन्ने शब्द प्रयोग भएको छ त्यो निकै रोचक छ। यसको अर्थ हो महान हुनाको अवस्था। मतलब वसन्तको आगमन कुनै सामान्य घटना होइन, यो त एकदमै भव्य र महिमामय छ भन्ने कुरालाई यसले जोड दिएको छ। अब हेरौँ वसन्त राजाको यो सुन्दर शासनकालमा धरतीमा कस्ता कस्ता सुन्दर परिवर्तनहरू हुँदा रहेछन्। ऋतुराज वसन्तले आफ्नो सिंहासन कहाँ स्थापना गर्छ त? कवि भन्नुहुन्छ सारा वन बगैँचा नै उसको आसन हो। मतलब जहाँ हेर्यो त्यही उसको सुन्दर शासन देख्न सकिन्छ। एकछिन यो दृश्य कल्पना गर्नुस् त। वसन्तको शासनमा लहरा र रुखहरूले लावा छरेको जस्तै गरेर जताततै फूलहरू बर्साइरहेका छन् रे। यो त एउटा भव्य उत्सव जस्तो भयो, जहाँ प्रकृति आफैले खुसियाली मनाइरहेको छ। कविले यहाँ लता वृक्ष भन्ने शब्द प्रयोग गर्नुभएको छ। यसको अर्थ हो लहरा र रुख। यी दुवैलाई सँगै जोडेर उहाँले प्रकृतिको त्यो पूर्णतालाई देखाउनु भएको छ। अनि त्यो सुन्दर राज्यमा फूल र बोट बिरुवा मात्रै छैनन् है, त्यहाँ जीवन र गति पनि छ। पुतलीहरू नर्तकी अर्थात् नाच्ने स्त्री जस्तै नाच्दै नाच्दै अगाडि बढिरहेका छन्। यसले वसन्तको आगमनमा छाएको त्यो उल्लासलाई अझै बढाएको छ। अब एकछिन वसन्तको राज्यका सबैभन्दा सुन्दर गहनाहरूलाई हेरौँ है, अर्थात् फूलहरूको त्यो मोहनी छविलाई। वसन्तको बगैँचामा विविधताको कुनै कमी छैन। कवि भन्नुहुन्छ हरेक फूलको आफ्नै छुट्टै रूप, छुट्टै आकार अनि छुट्टै रङ्ग छ। कुनै पनि दुईवटा फूल ठ्याक्कै एउटै छैनन्। कवितामा केही फूलहरूको नाम पनि लिनुभएको छ, जस्तै बेली, जाई, जुही, चम्पा, चमेली र मधुमाधवी। यी नामहरूले नै वसन्तको त्यो दरबार कति धनी र विविध छ भन्ने सङ्केत दिन्छ। त्यसो भए महत्त्वपूर्ण कुरा के हो त? ती सबै फूलहरू रूप, रङ, आकारमा फरक फरक भए पनि ती सबैमा एउटा साझा कुरा छ। त्यो हो मनलाई मोहित पार्ने सुन्दरता, अर्थात् मोहनी छवि। अब कविताले हामीलाई यो बाहिरी सुन्दरताबाट अलिकति गहिरो दार्शनिक प्रश्नतिर लैजान्छ। आखिर यो सुन्दरताको स्रोत चाहिँ के हो त? यहाँ कविले दिव्य सौन्दर्यको कुरा गर्नुभएको छ। दिव्य भनेको अति राम्रो वा अलौकिक, मतलब सामान्यभन्दा परको एक किसिमको दैवीय सुन्दरता। अनि ठिक यहीँनिर कविताले एउटा एकदमै गहिरो प्रश्न सोध्छ। कतै यस्तो त होइन कि पृथ्वीभित्र लुकेर बसेको त्यो दिव्य सौन्दर्यले आफूलाई भित्र थुनेर लाग्नै नसकेर यी सबै फूलहरूको रूप लिएर बाहिर फुटेर निस्किएको हो? सोच्नुस् त, कस्तो अद्भुत कल्पना। र अन्त्यमा यो पङ्क्तिले हामीलाई एउटा अविस्मरणीय निष्कर्ष दिन्छ। बाहिरबाट हेर्दा फूलहरू अनेक र फरक फरक देखिए पनि ती सबैको भित्र एउटै सौन्दर्यको ज्योति, एउटै दिव्य प्रकाश रहेको छ।
सायद प्रकृतिले हामीलाई यही एकताको सन्देश दिन खोजेको हो कि